हेलो गाइस, यो चाहिँ मलाई भोइस ओभर गरेरै भिडियो बनाउन मन लागेको थियो के उहाँहरूले चाहिँ मलाईसँग वैशाखमा एनिभर्सरी केक र बुके मगाउनु भएको थियो के तर म त्यो दिन चाहिँ एकदमै बिजी थिएँ के मैले उहाँहरूले भने जस्तो बनाएर दिन्छु भनेको थिएँ त्यो दिन मैले बनाएर दिन सकिनँ के उहाँहरूले जस्तो सोच्नु भएको थियो त्यस्तो मलाई यति नराम्रो लाग्यो अनि केक डेलिभरी गर्दा मैले सरी भने हैन उहाँले ओके ओके केही छैन भन्नुभयो मलाई त्यो रात पनि के मलाई एकदमै गाह्रो लागेको थियो के फोन गरेर सोधौँ कि कस्तो लाग्यो भनौँ कि जस्तो लागेको थियो ओभर छटपटी भएको थियो क्या तर भोलिपल्ट उहाँहरूले आफै म्यासेज गर्नुभएको थियो क्या केक ओभर मिठो थियो मन पर्यो बुके पनि मन पर्यो भनेर मलाई यति खुसी लागेको थियो मैले उहाँहरूसँग पुरै पेमेन्ट लिएको थिएँ र पनि उहाँहरूको पेमेन्ट बराबरीको मैले काम गर्न सकेको थिइनँ क्या उहाँहरूले जति एक्सपेक्ट राख्नु भएको थियो मसँग मैले त्यति रिजल्ट दिन सकेको थिइनँ क्या ओपरै बुझ्ने क्या होम बेकर्स हो नि त कति गल्ती गर्छु म कति सिकिरहेको छु क्या तर यस्तो मजाले बुझिदिनु भयो।